काठमाडौँ जल तथा मौसम विज्ञान विभागले आफ्नो मौसम पूर्वानुमान महाशाखा मार्फत औसत मितिभन्दा 15 दिन अगाडि नै नेपालमा प्रवेश गरेको मनसुन अब आगामी 7 दिनसम्म निष्क्रिय रहने जनाएको छ। बिहिबार राति नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशको अधिकांश भागमा फैलिएको छ र यो करिब 1 हप्ता निष्क्रिय रहने सम्भावना भएकाले वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले सोमबारदेखि कोशी प्रदेशमा मनसुन फैलिएर केही दिन सुसुप्त हुने भएकाले वर्षा घट्ने अनुमान गरिएको महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बताए। नेपालमा मनसुन सुरु हुने औसत मिति जुन 13 हो, तर मे 29 मा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरिसकेको छ र बाँकी क्षेत्रहरूमा फैलिन बाँकी छ। अर्को हप्ता मनसुन निष्क्रिय रहने देखिएको छ, उनले भने। मनसुन आएको दिन देशको पूर्वी क्षेत्रमा भएको भारी वर्षाले बाढी र पहिरो पनि निम्त्याएको छ, जसले गर्दा पूर्वाधारमा क्षति पुगेको छ। विभागका जलविद विनोद पराजुलीले मनसुन सुरु भएकै दिन पूर्वी क्षेत्रमा 200 मिलिमिटर भन्दा बढी वर्षा भएको जानकारी दिए।